4 जन भयो पो हाल्छ त उता फेरि Hello everyone, good morning and welcome back to my new video. After long time पछि चाहिँ म तपाईहरुको बीचमा डे भ्लग लिएर चाहिँ आएको छु. Hi everyone. So आजको भ्लगमा चाहिँ म पनि आएको छु पबिको भ्लगमा अनि उहाँले चाहिँ इन्ट्रो अघि दिइसक्नु भएको छ. सो अहिले चाहिँ म भर्खर नुहाएर आएको अनि हाम्रो चाहिँ आज लाइक त्यस्तो सोचहरु चाहिँ थिएन के बनाउने कसो बनाउने भनेर अनि हामीले चाहिँ र्यान्डमली एउटा डे भ्लग लिएर आएको छौं. So hope you like it and please be with us till the end. हामीले चाहिँ जंगलको के रे फ्लावरहरु लिएर यस्तो घाँटीमा नेकलेस अनि ब्रासलेट यस्तो खालको ब्रासलेट अब यो चाहिँ ओइलेर के भइसक्यो है तर यो फ्रेश हुँदाखेरि चाहिँ दामी देखिन्छ अनि के रे रिङहरु पनि बनाउँथ्यौं अनि नेल पनि लगाउँथ्यौं त्यस्तोहरु गर्थ्यौं अनि त्यो चीज चाहिँ हामीले यहाँ बाटोमा देखेर हामी टिपेर लिएर आयौं. अनि अर्को कुरा भनेको पबिले नेल पनि सिक्दैछ नि त 2 दिन भइसक्यो नेल सिकेको अनि यो चाहिँ उले आर्ट गर्देको अनि यो चाहिँ आफूले हैन अनि 2 डेज भइरहेछ नि त उले सिकेको अनि यो त लाइक गाइज यु क्यान सी है यतिको गर्नु भनेको त अभियसली गुड नै हो किनभने यतिको पनि सक्दैन क्या कसैले त 2 दिनमा गर्नु अनि उले नै शेप निकालेको उले नै यो मतलब फ्लावरहरु प्याटर्नहरु बनाएको यो हार्ट शेपहरुको अनि अर्को भनेको चाहिँ मेकअपको पनि आज भिडियो हुनेछ अनि ममता चाहिँ अब आज बिहानै उता के भन्छ दौरा गइरहेको छ हिजोदेखिको दौरा गएको छ अनि हामी चाहिँ हुरपरीहरु हो हामी चाहिँ काम गर्दिनौं त्यसले चाहिँ मेकअप गर्दिन भन्थ्यो ल मलाई. त्यसले त स्पेशली चाहिँ म खासमा मेकअपमा चाहिँ वान अफ द बेस्ट मेरो स्किल हो भन्ने लाग्छ मलाई चाहिँ. सो अनि यो पनि मन पर्छ तर अहिलेसम्म चाहिँ हातले नै आफूले चाहिँ गरेको थिइनँ जे सिक्ने चाहिँ मानिदियो अनि गर्दैछु. मलाई लाग्छ अरू मान्छे भन्दा चाहिँ अलिकति त्यो इन्ट्रेस्ट भएको कारणले गर्दाखेरि चाहिँ छिटै गर्दैछु होला हैन राम्रै सिकिरहेछु होला हैन अनि सो खुसी लाग्यो किनभने नेल सिक्नु सजिलो पनि हैन एक त त्यसमा धेरै पेशेन्स चाहिन्छ हैन धैर्यता हुनुपर्छ अनि मेकअपमा नि हुन्छ तर पबी चाहिँ पहिलादेखि नै आर्टिस्ट सानोदेखि नै आर्ट खालके त्यो क्रिएटिभ खालके थियो नि त पहिलादेखि नै उनीहरु चाहिँ सानोदेखि नै उनीहरुले चाहिँ त्यस्तो ड्रइङहरु गर्ने फ्लावरहरु बनाउने अनि मान्छेहरुको आर्टहरु पनि गर्ने अनि घरमा सजाउने त्यस्तोहरु गर्थ्यो क्या सानोदेखिको मलाई थाहा छ अनि उनीहरुको हामी सानोदेखिको साथी हो अनि चोकमा थियो उसको घर अनि हाम्रो चाहिँ उता तलतिर कि मास्तिर हुन्छ यता उता पर पारी क्या मास्तिर थियो अनि अहिलेको घर चाहिँ यो पछिल्लीको हो क्या अनि त्यो घर हुँदाखेरि चाहिँ हामी सानो थियौं अनि म चाहिँ एकदम मिल्ने साथी थियौं अनि हामी चाहिँ खेल्थ्यौं के खेल्थ्यौं है मलाई त याद पनि छैन के खेल्थ्यौं है याद छ हामी चाहिँ कस्तो धेरै मिल्थ्यौं नि त अनि म चाहिँ एकछिन पनि के भन्छ उठ्ने बित्तिकै अब हुन्छ नि त्यो खाजा पनि नखाइकिन कहिले त्यतिकै पबीकोमा चल्दिन्थ्यो क्या खेल्नुको लागि त्यति धेरै अब भनौं न एट्याचमेन्ट थियो अनि त्यही भएर मलाई चाहिँ कस्तो लाग्थ्यो भने के भन्छ एउटै कस्तो पछि त अब बिहा गर्यो भने एउटै केटासँग बिहा गर्नुपर्छ खालको टाइपको त्यस्तो चाहिँ बच्चा बेलामा त्यस्तो फिल हुँदो रहेछ है जुन चाहिँ अब आफूसँग एकदम मिल्ने साथी हुन्छ नि त्यो उसँग चाहिँ रेस्ट अफ द लाइफ सँगै बस्नु मन लाग्दो रहेछ अनि सँगै अब त्यतिखेर त क्या हैन खेल्नुको मात्र त धुन हुन्छ नि खेल्दै अब त्यस्तो क्या कोहीसँग बिहा गर्यौं भने पनि एउटैसँग बिहा गर्ने यहाँ 2 जना खेल्नु पाउँछौं बस्नु पाउँछौं मजा गर्न पाउँछौं भन्ने खालको त्यो दिमागमा क्या त्यस्तो हुन्छ. अहिले ठुलो भएपछि चाहिँ अहिले अभिप्राय चाहिँ म अहिले बुझ्दैछु हैन तर त्यतिखेर चाहिँ अब उसले चाहिँ के भन्दा वर्डहरु चाहिँ ठ्याक्क मलाई थाहा छ क्या पछि पबी तिमी र म एउटै बुढासँग बिहे गर्नु पर्छ ल अहिले हामी कहिले नछुटिने ल त्यो शब्द मात्रै याद छ क्या अहिले चाहिँ इन्टेन्सन त्यति रहेछ नि त त्यतिखेरको बेला कस्तो मजा आउँछ है खेल्नु पनि क्या हामी राति हामी त्यस्तो बाटोमा बसेर बाटोको यतापट्टि र यतापट्टि 2 जना 3 जना ती 3 जना ग्रुप बनाएर अनि
अन्ताक्षरी खेल्थ्यौँ के त पुरा गीत गाई क्या त्यो इत्रु फुच्चा फुच्चीलाई के जोस जग्गा चलेको है त्यस अहिले त छैन नि त्यस्तो अहिलेको त नानीहरू त कोठाभित्रको भित्रै फोनमा हात छ उनीहरूलाई खेल्नुको मतलब पनि छैन पहिला नै जस हामीले चाहिँ हाम्रो चाइल्डहुड राम्रोसँगले भनौँ न साथीहरूसँग फिल स्पेन्ड गर्न सक्यौँ मेमोरेबल छ सबै चिजहरू सो आज चाहिँ यति भन्दै अब हामी चाहिँ अर्को भिडियोतिर लाग्छौँ हामीसँग उइदिनु होला अन्तिमसम्म अब हामीले यो ल्याएको फुलहरूलाई चाहिँ अलिकति मेकअप गर्न बसेपछि अलिक फोहोर देखिन्छ कि त्यही भएर क्लिन गर्ने अरे हाम्रो पूर्णिमाले होइन गर्नुहोस् हजुर ल काम गर्नुहोस् ल तपाईँ सफा क्लिन मजदूरी कर रहा है हम ये मजदूरी नहीं बोलता है इसको यस मजदूरी ये पॉबी हमको मजदूरी करवा रही है बिना पैसों की इतनी सी काम को मजदूरी कहते हो तुम मजदूरी को बहुत दुख लगेगा ये सुनकर मैं नहीं बदतमीज नहीं हो रही है ये फूल वो देखो उधर तो देखो भन्दै थियो मिक्स हेरेको पीछे तो देखो पीछे तो देखो पीछे त्यो त म जस्तै छु नि मोटी डल्ले अनुहार पीछे एकछिन है कमेन्ट गर्नुहोस् पबिलाई कसले मोटो भन्छ भनेर म सबैजनालाई 10 रुपियाँ दिन्छु जसले कमेन्ट गर्नुहुन्छ मोटी भनेर अनि म मोटी छैन त बाफ्रे मोटी अरे ममता कति स्लिम छ नि सबैले देखिन्छ ममता अब स्लिम भन्नेहरूलाई सबैले 10 रुपियाँ स्लिम भन्नेलाई पबिलाई मोटी भन्नेलाई क्या च्यालेन्ज लगाइदियो त लु कमेन्टमा भनिदिनु है गाइजहरू साँच्ची भनेको मोटी छैन मोटी अरे यहाँ मोटी हँसुलीलाई चाहिँ के भन्छ होला नि त्यसो भए केलाई हँसुली को हँसुली तिमीलाई थाहा नै छैन हँसुली सबलाई थाहा छ कमेन्ट गर्नु होला को हो हँसुली भनेको मलाई थाहा रहेन सर ओके यो सफा भइसकेपछि हामीले अब सक्यो सो गाइजहरू आज चाहिँ म यो मेकअप चाहिँ मेरो साथीकोमा गरिदिन राखेको छु अनि तपाईँले देख्न सक्नुहुन्छ यो चाहिँ छाया सिस्टर हुनुहुन्छ र उहाँको यो मेकअपहरू हेर्दै गर्दाखेरि यो मेकअप चाहिँ अलिकति राम्रो लागेको कारण ओके उसले चाहिँ यहाँ सामानहरू रेडी पार्दैछ उसले चाहिँ यहाँ के अरे ब्रसहरू हेर्दैछ अन्त फाइनली अहिले चाहिँ हाम्रो मेकअप चाहिँ कम्प्लिट भएको छ र देख्न सक्नुहुन्छ फाइनल लुक्स हाम्रो छाया सिस्टरको र गरिदिएको मेकअप कस्तो भयो हेरेर कमेन्ट गरिदिनु होला कृपया अहिले चाहिँ फेरि सरी कुरा काटेँ ल्यासेसहरू छैन नि त ल्यासेस पनि छैन अनि त्यही भएर पनि ल्यासेस चाहिँ कमी भएको छ नत्र भने दामी देखिन्थ्यो ल्यासेस सँग चाहिँ वाह लख यस्तो दामी मौसममा पबिले चाहिँ यहाँ मलाई हेल्प गर्दैछ अब यहाँ लुगा सुकाउनु पर्छ मेरो लुगाको हालत अम्बक देख्यौँ कि अनि अब अम्बक खान लागेको गाइज यहाँ रहेछ नि त पाकेको चढ्नु पर्दैन हौ ऊ त्यहीँ छ भुइँमै छ यहाँ त्यो पनि ऊ यो डन्ठाले हानेर हुन्छ के तिमी चाहिँ टार्जन भइ पो हाल्छ त ऊ त फेरि अहिले टार्जन हुँदाखेरि कटु च्यातेर फेरि त्यो एउटा भिडियोमा छ नि कटु च्यातेर यसरी अल्झिन्छ नि त्यो के अरे उयोमा क्या यस्तो गरेर अल्झेको त्यस्तै अल्झि ल अर्ग्यानिक
ए कहाँ झुन्डेको यो चाहिँ ल ल ल ल ल यस 60 केजी 62 र 60 केजीको यो अनि यहाँ पनि छ दुईटा त्यो पनि म टिप्छु उ त बाँसले हान न हो त बाँसले टुङ्गा हानेर झार त उतातिर हान्देऊ न पाङ पारेर यो यो पनि कुदेर भेटायो अनि अर्को खै ऊ त्यहाँ झरिरहेछ ल हामी चाहिँ यहाँ फोटो सुट गरिकन अब भित्रतर्फ लागेको आँखा नै कमजोर बनाइदियो त घामले त अवेलु पब्लिक ओके गाइस हामी चाहिँ अहिले भर्खरै उठेर होइन अहिले बेलुकाको 4 दिउँसोको 4 साढे 4 5 बज्न आँटेको छ अनि यहाँ हेर्नु न भ्लगर र म चाहिँ सुतेछु मेकअप 2 घण्टाको गरेर सुतेछु क्या भुस सुतेछु होइन अनि बिचमा खाजा नि खाने भन्दै थियौँ लास्टमा त निन्द्रामै बोलेको जस्तो भयो मेरो मेकअप गर्दिने भनेको थियो अनि प्याजी बनाएर खाने भनेको नेल बनाउने भनेको सब भुस भयो नि अहिले चाहिँ हामीलाई भोक लागेर अब हामी चाहिँ खाजा खान आँटेको छौँ यहाँ चाहिँ उहाँले चटनी बनाउँदै हुनुहुन्छ भने म चाहिँ यहाँ बुटीबम बनाएर खान आँटेको अनि याद त्यही हो अब के गर्नु यस्तै हो अब निन्द्रा लागेपछि कसले के गर्नु सक्छ होइन सुत्नै पर्यो अनि अचार चाहिँ हाम्रो पहिले आमाले बनाउनुहुन्छ दामी यो खालको अचार चाहिँ दामी हुन्छ क्या नि अमिलो त्यो सानो खालको टमाटरको अचार लोकल टमाटरको अचार सानो सानो यो मसिनो खालको अनि अर्को लसुनको पत्ता क्या दामी हुन्छ चाम्रे भातसँग अनि प्राय खेतमा काम गर्दाखेरि चाहिँ हामीलाई त्यस्तै खाजा बनाउँदै साथीले बनाएको थिएँ पोहोर भएर खाजा पाएको त साथी पाक्यो खाना भइसकेको छ मसौरा हालेको छ त्यो चाहिँ मेरो सानोको फेभरेट हो दिलै धुवायो पूर्णी रेडी भयो ल आऊ यो त डढेको भनेको थियो खासमा त साग रहेछ है साग रहेछ रातो खालको साग लट्टे साग मलाई मनपर्छ हामी चाहिँ बाहिर निस्केर अब खाजा खानु लागेको शीतल हावामा बाहिर बडाले खाइसक्नु भयो बडाले खानु हुँदैन जस्तो लागिरहेको थियो तर खानुभयो अलिक खानुको छ दामी अचार दामी बनाएछ साथीले हाम्रोमा त प्लेटमा पैसा पनि लगाएको छैन होला मैले हिजो लगाएको कति 2500 3 महिनाको लागि के भन्नु तल क्युआर पनि हुन्छ यसरी दिन्छ कि अनि पानी बनाएको त आइहाल्छ बाहिर क्या बाबा खाने खन्डालेपछि दिन्छ भनेर खान्छ फेरि डाइरेक्ट बडाकैतिर पो अगाडि आउँदो रहेछ त दिने मान्छेलाई हेर त अनि बाउलाई चिन्छ नि त नि बाउ हो नि त खाँदाखेरि उसको भाग पनि देकै गर्छ नि आउँछ क्या र अहिले चाहिँ हामीले खाजा खाइसक्यौँ मिठो भयो एकदमै भयो यति खाएपछि चाहिँ नाइटमा खानु परेन हामीले सो अब हौ काका हुनुहुँदो रहेछ यहाँनिर काका हुनुहुन्छ उहाँ चाहिँ जगती काका अलिकति बिरामी हुनुहुन्थ्यो र अहिले यतिको समय अलिकति उहाँलाई एक्सर्साइजको लागि हिँडाउँदै हुनुहुँदो रहेछ र अब यहाँ चाहिँ म सब्जी बनाइदिनु पऱ्यो अलिकति अनि सधैँ पूर्णिमाले बनाउँथेँ कि अनि आज चाहिँ उसले अलिकति मकै कोर्नलाई बारीतिर ल्याएको छ त्यही भएर म चाहिँ बडा र छेमालाई चाहिँ अलिकति यहाँनिर सब्जी बनाइदिनु पऱ्यो आलु र मसौरा छ सादा अब त्यति धेरै चिलो चाप्टो खानु हुँदैन अरे अनि त्यही भएर फ्राई गरिदिनु लागेको ल Have to pretend
रातिको अहिले 8 बज्न लागिसक्यो होला अनि त्यही पनि हाम्रो आजको भ्लग चाहिँ डे भ्लग चाहिँ अन्त्य भएको छैन लास्ट अब हामी चाहिँ अहिले नेल बनाउन लागेको छ अनि पूर्णिमाले मेरो सेकेन्ड ह्यान्डमा नेल बनाएको छैन नि त यसमा चाहिँ बनाएको अनि अब त्यहाँनिर चाहिँ यसो उसले रोटी बनाउनु लागेको छ कम्प्लिट भइसकेको छ नेल तपाईँलाई देख्न सक्नुहुन्छ यहाँ 8 पनि भइसकेको छ होइन राम्रो लाग्यो मलाई मन पर्यो अनि सिक्यो पनि र आजको हाम्रो भ्लगलाई चाहिँ डे भ्लग भने चाहिँ नाइटको हाम्रो लास्टै आज टाइम धेरै गयो हामीले यो नेल बनाउँदाखेरि टाइम गयो सो फर वाचिङ बाइ बाइ गुड नाइट